हेलो साथीहरू, हाम्रो जर्मनी ट्रिप सुरु भएको छ। झोलासोला प्याक गरेर हामी हजटास्टिप स्टेसनमा आएका छौँ। अब यहाँ यिनी व्यस्त छिन्। तिम्रो सुरु हुनु पर्यो भन्दैमा मेरो सुरु हुनुपर्छ। अब अहिले हामी स्टेसनमा छौँ। अब हामी ट्रेनमा चढ्न लाग्यौँ। हाम्रो यात्रा अब यहाँबाट कोपनहागन अहिले हामी कोपनहागन आयौँ। कोपनहागनबाट हामी अब गाडी कुर्दैछौँ। यिनी मेरी बुढी। यही ट्रेन हो जस्तो लाग्छ, तर अझै भित्र छिर्न दिएको छैन हामीलाई। टाइम भएको छैन। 5:33 भएको छ। 6:14 को ट्रेन हो। यस्तो छ हाम्रो यो एयरबीएनबीको टुर दिन्छु म तपाईँहरूलाई। पहिला म बाहिरबाट छिर्छु। यो हाम्रो मेन इन्ट्रान्सबाट छिर्ने बित्तिकै यहाँ किचन छ। यताको पछि हेरौँ ल। किचनमा आउने बित्तिकै यहाँ फ्रिज छ। फ्रिज अलमोस्ट खाली छ। हामीले अलिअलि सामान राख्यौँ। डिसवासर यहाँ यस्तो छ। यहाँबाट बाहिर जान सकिन्छ। ढोकाहरू चाहिँ यहाँको अचम्म हुने म एकछिन तर्सेँ। र सर्लक्क माथि गएपछि हावा आउनको लागि यस्तो नै ढोका खुल्छ माथिबाट। तर फेरि यही ढोकालाई यस्तो लक गरेर हाफ गरेर यस्तो तान्यो भने पुरै पनि खुल्छ। यो चाहिँ बाहिरको भ्यू। बाहिर पनि यस्तो रमाइलो नजारा छ। यस्तो फुलहरू लाएर होइन यस्तो बनाएको छ। अनि त्यसपछि हामी लाउँछौँ। हामीले ढोका लगाएपछि हामी आउँछौँ किचनमा। यो ओभन ठाउँ छ। यो हाम्रो ओभनमा पाक्दैछ कि। त्यसपछि यहाँ मेरो श्रीमतीजी हुनुहुन्छ। उहाँले यहाँ बनाउनु भएको छ। कफी बनाएर रेडी गर्नुहुन्छ। धन्यवाद। अनि बसेको एयरबीएनबीमा चाहिँ धेरै साह्रै बुक कलेक्सनहरू छ। धेरै नै बुक कलेक्सन्सहरू छ। यो चाहिँ हामीलाई कहिलेकाहीँ यसो कतिखेर यसो बस्छौँ हामी बसेको टेबल छ। बत्ती बालौँ न। बत्ती नै भन्नु। बत्ती फेरि यति सानो मधुरो छ कि के भन्ने। साह्रै मधुरो बत्तीहरू छ। अनि त्यसपछि हामी किचनबाट निस्केर यता जान्छौँ। त्यसपछि आउँछ हाम्रो किचन बाथरुम चाहिँ रमाइलो छ। राम्रै छ। बाथरुम रमाइलो छ। राम्रै छ। सफा छ। सबै कुराहरू चाहिँ सबै कुराहरू छ। त्यसपछि आउँछौँ हामी हाम्रो बेडरुममा पनि धेरै राम्रो छ। यो चाहिँ एयरबीएनबीको मान्छेको गराज हट बिजनेस यस्तरी सजाएको छ सबै कुरा। यो चाहिँ हाम्रो बेड। यहाँनिर बेड छ। यहाँ पनि किताबहरू छ है। यहाँ पनि किताबहरू छ। यस्तै
हाम्रो अब यात्रा सुरु हुँदैछ माई ब्युटिफुल वाइफ इज रेडी And my husband also stays black. ओके ल हामी यात्रा हुँदैछ सुरु यो चाहिँ ट्रेम्प हो हामी चाहिँ जानको लागि रेडी भएर उभिरहेको छौँ अब हामीले चाहिँ ट्रेनमा जाने तयारी हुँदैछ हस्बेन्डले चाहिँ हेर्नु भएको छ टाइम कति बजी आउँछ भनेर अनि बाटो नयाँ ठाउँमा कन्फ्युज बाटो पो कताबाट काट्नु भयो क्या सो फेरि एउटा ट्राम चढेर अब अर्को ट्रामलाई कुर्दैछौँ अर्को ट्राम यहीँ आउँछ जस्तो मान्छु मैले यहाँ छ यस्तो हुँदो रहेछ अनि यो चाहिँ हामी जानुपर्ने M4 S मार्क भन्नेमा हो M4 कहाँ छ यार साथीहरू नाउ त भन्छ तर ट्राम आएको छैन आऊ यो चाहिँ बर्लिनको राउन्ड टावर यता यस्तो छ हामी बर्लिन क्याथेड्रलतिर जाँदैछौँ जाने गर्दाखेरि बाटोमा देखेको भ्यू हो यो जाँदैछौँ यस्तो ठाउँ टुर पनि हुँदो रहेछ पानीमा डुब्न राखेर तर हामी जाँदैनौँ त्यहाँ बर्लिन क्याथेड्रलको अगाडि आइपुगेका छौँ बर्लिन क्याथेड्रल भन्दो रहेछ यसलाई यस्तो भव्य रहेछ भित्र चाहिँ हामी गइँदैन डेवा मरु यो बर्लिन क्याथेड्रल यतिकै सानो छ अरे मेरो है फोटो खिच्छ यो ठाउँ चाहिँ नाजिले होमब्लोड युनिभर्सिटी यहाँ चाहिँ किताबहरू ल्याएर सबैजनालाई दिएर जति पनि इतिहासहरू थियो जर्मनीको त्यतिखेर ल भन्नुहोस् त हाम्रो इतिहासकार
यहाँ ल्याएर यहाँ कति किताब चलायो होला त्यसले यत्रो ठाउँमा कति ध्वस्त पार्यो होला सबै इतिहास चाहिँ त्यसले हराइदिन खोजेको हिटलर आफै भगवान् भएर त्यो चर्च हो आफै भगवान् भएर आफू मात्रै सर्वसर्वा हुनुको लागि मान्छेले अब जे पढ्छन् त्यही इतिहासमा हुँदै जान्छ नि त बुढिस हेलो कस्तो लागिरहेछ त घुमाइ एकदमै राम्रो एकदमै राम्रो अब हामी यहाँ खिच्छौँ 2-3टा फोटो अनि त्यसपछि